यो एप्लिकेसनबाट मैले $17 अर्न गरेर नेपाली रुपीस 2362 रुपैयाँ विथड्र पाइसकेको छु र यो एप्लिकेसनबाट विथड्र भनेको ई-सेवा बैंक खल्ती जेमा चाहनुहुन्छ त्यसमा विथड्र हुनेछ र विथड्र आउनुको लागि पनि त्यस्तो धेरै टाइम लाग्दैन। यो चाहिँ मैले 25 मिनेटमै पाएको छु। यस्तै तपाईहरुले बेला बेलामा 10 मिनेटमै विथड्र पाउनुहुनेछ, बेला बेलामा 5 मिनेटमा विथड्र पाउनुहुनेछ। एकदम 100% जेन्युइन एप्लिकेसन हो र यसबाट नेपालीहरुले लाखौं पैसा कमाइरहेको छ। सो मिनिमम पनि 10,000 देखि महिनाको तपाईहरुले कमाउन सक्नुहुनेछ यदि तपाईहरुले मजाले मेहनत गर्ने र काम गर्नुहुन्छ भने। सो यो एप्लिकेसन कुन हो, कसरी अकाउन्ट बनाउने, कसरी भेरिफाई गर्ने, कसरी अर्निङ गर्ने, यी सबै कुराहरु सिक्न चाहनुहुन्छ भने भिडियोलाई पुरा हेर्नु होला। एप्लिकेसनको नाम भनेको पोपो लाइभ रहेको छ। यो पोपो लाइभ एप्लिकेसन चाहिँ एकदम पपुलर छ नेपालमा र नेपालमा मात्रै नभएर संसारको विभिन्न देशहरुमा मजाले चलिरहेको छ र यसबाट राम्रो आम्दानी पनि हामीले गर्न सकिनेछ र गरि पनि रहेको छ सबैजनाले। र तपाईहरु लेडिज हुनुहुन्छ अथवा जेन्ट्स हुनुहुन्छ जसले पनि यहाँबाट राम्रो अर्निङ गर्न सकिनेछ। सबै कुराहरु म तपाईहरुलाई यो भिडियोमा सिकाउने छु र यो एप्लिकेसनमा अकाउन्ट बनाएर भेरिफाई गरेको दिनदेखि 7 दिनसम्मको लागि तपाईहरुले युज गर्दाखेरि चाहिँ तपाईहरुलाई 2000 रुपैयाँ फ्रीमा दिनेछ। त्यो कसरी क्लेमहरु गर्ने त्यो पनि म तपाईहरुलाई सिकाउने छु, एकदम ध्यान दिएर हेर्नु होला। पोपो लाइभ एप्लिकेसनको डाउनलोड लिंक म तपाईहरुलाई डिस्क्रिप्सनमा त्यसैगरी कमेन्ट बक्समा पनि राखिदिने छु र डिस्क्रिप्सनमा दिएको लिंकमा क्लिक गरेर आउनु भएपछि यहाँनिर तपाईले यो एप्लिकेसनलाई इन्स्टल गर्न पाउनुहुनेछ। इन्स्टलको अप्सनमा क्लिक गरेर इन्स्टल गर्नुस्, त्यसपछि एप्लिकेसनलाई ओपन गर्नुस्। एप्लिकेसन ओपन गर्नु भएपछि अब यहाँनिर अकाउन्टहरु क्रिएट गर्नुपर्ने हुन्छ। सबैभन्दा फर्स्टमा तपाईहरु चाहिँ अब फेसबुकबाट क्रिएट गर्न चाहनुहुन्छ कि गुगलबाट त्यो सिलेक्ट गर्नुस्। सो गुगल बेस्ट रहेको छ, त्यही भएर गुगल सिलेक्ट गर्नुस्। त्यो भन्दा पहिला चाहिँ यहाँनिर यो टर्म्स एन्ड कन्डिसनलाई चाहिँ एग्रीको अप्सनमा यसरी टिक लगाइदिने यो अप्सनमा चाहिँ र त्यसपछि लगइन विथ गुगलको अप्सनमा क्लिक गर्नुस्। तपाईहरुको सबैको मोबाइलमा चाहिँ एउटा गुगल अकाउन्ट हुन्छ भने त्यो गुगल अकाउन्ट सिलेक्ट गर्नुस्, अकाउन्ट क्रिएट भइहाल्नेछ। र त्यसपछि अब यहाँनिर तपाईले चाहिँ आफ्नो नाम यहाँनिर भइहाल्यो, यो नाम अटोमेटिक पनि आउँछ। यदि आएन भने आफ्नो नाम यहाँनिर लाउनुस्, त्यसपछि प्रोफाइल फोटो यहाँनिर लाउनु पर्ने हुन्छ र त्यसपछि आफ्नो डेट अफ बर्थ यहाँनिर लाउनु पर्ने हुन्छ। यसरी क्लिक गर्ने, त्यसपछि कुन इयरको त्यो यता सिलेक्ट गर्नुस्, कुन मन्थको कुन डेटको त्यो सिलेक्ट गर्नुस् र कन्फर्म गर्नुस्। त्यसपछि यहाँनिर कन्ट्री नेपाल सिलेक्ट गर्नु नभुल्नु होला। यहाँनिर यसरी नेपाल लेख्नुस् र नेपाल लेखेर सिलेक्ट गर्नुस् र त्यसपछि मेल हो कि फिमेल हो त्यो तपाईले यहाँनिर सिलेक्ट गर्न नभुल्नु होला। फिमेल हुनुहुन्छ भने फिमेलले लेख्नु होला र मेल हुनुहुन्छ भने मेलले लेख्नु होला। त्यसपछि सबमिटको अप्सनमा क्लिक गर्नुस्। त्यसपछि यहाँनिर रिक्वेस्टिङ एक्सेस लिमिट भनेको छ, कन्फर्म गर्दिने। त्यसपछि व्हाइल युजिङ द एप गर्दै मैले अब तपाईहरुले चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ। भेरिफाई गर्नुको लागि यो लाइभको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र फर्स्टमा यहाँनिर तपाईहरुले अपलोड अ फोटो यो अफ योर सेल्फ भनेको छ, आफ्नो फोटो लाउनुस् यहाँनिर फर्स्टमा र त्यसपछि फोटो अपलोड गरिसक्नु भएपछि यहाँनिर स्टार्ट टु सर्टिफाइड भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यो चाहिँ तपाईहरुले फेस भेरिफिकेसन गर्नुको लागि हो र त्यसपछि यहाँनिर तपाईले आफ्नो अनुहार देखाउनु पर्ने हुन्छ र अनुहार सँगै तपाईले त्यहाँनिर आफ्नो अनुहारलाई चाहिँ दायाँ बायाँ फर्काउनु भनेको हुन्छ। त्यो जे भनेको छ तल माथि जे गर्नु भनेको छ अनुहारलाई त्यही गर्नुपर्ने हुन्छ र त्यसपछि भेरिफाई भइहाल्नेछ। र त्यसपछि भेरिफाई भइसकेपछि चाहिँ अब यहाँनिर लाइभको अप्सनमा क्लिक गर्ने र यदि फिमेल हुनुहुन्छ भने चाहिँ डाइरेक्ट यसरी लाइभ स्टार्ट हुन्छ र तपाईहरुले चाहिँ अब माथि च्याटिङ सिंगिङ डान्सिङ अब एउटा सिलेक्ट गर्नुस् अथवा आफैले लेख्दा पनि हुन्छ। त्यसपछि तल गेम पार्टी अथवा लाइभ के हो त्यो तपाईहरुले सिलेक्ट गर्नुस् र गो लाइभको अप्सनमा क्लिक गर्नुस् र लाइभ स्टार्ट भइहाल्नेछ। लेडिजको लागि चाहिँ एकदम सजिलो छ, सुरुमा यसरी लाइभ बस्न मिल्नेछ। यो एप्लिकेसनमा अर्निङ गर्ने भनेको लाइभ बसेर अर्निङ गर्न सकिन्छ र अरु पनि माध्यमहरु छ। अरु माध्यमहरुबाट पनि राम्रो अर्निङ हुन्छ। म तपाईहरुलाई सबै कुराहरु सिकाउने छु र लाइभ बस्दाखेरि चाहिँ तपाईले जस्ट यहाँनिर देख्न सक्नुहुन्छ यो भनेको मेलको लाइभ हो। यहाँनिर देख्न सक्नुहुन्छ यसरी यहाँनिर यो मान्छेले चाहिँ यहाँनिर गीत गाउँदै बसिरहेको हुन्छ। भ्युअर्सहरु एकदम राम्रो छ र गिफ्टहरु पनि एकदम राम्रो पाइरहेको छ। त्यसैगरी यहाँनिर अब लेडिजहरुको त कुरै छोड्दिम, लेडिजहरुले त एकदम राम्रो पैसा कमाइहाल्छ र साथसाथै जेन्ट्सहरुले पनि राम्रै कमाउने छ। र यदि लाइभ बस्न चाहनुहुन्न भने अर्को माध्यम छ अर्निङ गर्ने, त्यो माध्यमबाट पनि आफूले केही कामै नगरिकन एकदम राम्रो अर्निङ गर्न सकिनेछ। र तपाईहरुले यहाँनिर अकाउन्ट बनाउने देखि लिएर भेरिफाई गर्ने सबै बुझिहाल्नु भयो। अब चाहिँ तपाईहरुले मजाले अर्निङ गर्न सक्नुहुनेछ। अर्निङ गर्नुको लागि जस्ट अब तपाईहरु लेडिज हुनुहुन्छ भने तपाईहरुले केही गर्नु परेन, डाइरेक्ट लाइभमा जानुस्। यहाँनिर यो लाइभको अप्सन हुन्छ, लाइभको अप्सनमा जानुस् र मेरो चाहिँ यहाँनिर 5 लेभल इन्क्रिज भएको छैन किनभने यो चाहिँ मेलको आइडी हो। त्यही भएर मैले चाहिँ यहाँनिर अहिलेसम्म लाइभ बसेको छैन। त्यही भएर यहाँनिर लाइभको अप्सनमा क्लिक गर्दा यो ओपन हुँदैन। तर लेडिज हुनुहुन्छ भने डाइरेक्ट यहाँनिर लाइभको अप्सनमा क्लिक गर्नुस्, त्यसपछि एउटा अप्सन सिलेक्ट गरेर गो लाइभ गर्नुस् र लाइभ बस्नु स्टार्ट गर्नुस्। र कसरी लाइभ बस्ने, के गर्ने लाइभमा भन्ने हेर्नु चाहनुहुन्छ, त्यो सिक्न चाहनुहुन्छ भने चाहिँ अरूहरुको लाइभ हेर्नुस् र त्यसबाट सिकिहाल्नुहुनेछ।
र तपाईले चाहिँ जुन दिन यो पोपो लाइभ एप्लिकेसन जोइन गर्नुहुन्छ र त्यही दिनै जोइन गरेको दिनै तपाईले भेरिफाई पनि गर्नुस् र भेरिफाई गरेर तपाईले 7 दिनसम्म लगातार 2 घण्टा लाइभ बस्नुस् तपाईलाई यो एप्लिकेसनले पोपो एप्लिकेसनले नै तपाईलाई पैसा दिनेछ पोपोले कति दिन्छ तपाईलाई त्यो हेर्नको लागि चाहिँ जस्ट तपाईहरु यसमा क्लिक गरेर आउनुस् त्यसपछि यहाँनेर म तपाईलाई देखाइदिने छु जस्तै यहाँनेर देख्न सक्नुहुन्छ लाइभ बस्दा के पाइन्छ भन्ने कुरा एकदम फाइदा छ यहाँनेर देख्न सक्नुहुन्छ तपाईहरुले सुरुमा जोइन गरे दिनदेखि 7 दिनसम्म लगातार लाइभ बस्नुहुन्छ भने डेली 2 घण्टा बस्नुस् र 2 घण्टा बस्दाखेरि 1 घण्टाको 10,000 कोइन पाउनु हुनेछ 2 घण्टाको 20,000 कोइन र 7 दिनसम्म लगातार पाउँदाखेरि लगभग तपाईहरुलाई चाहिँ 1 हप्ता भित्रमा यो एप्लिकेसनले डेली 2 घण्टा लाइभ बसेको 1 हप्तामा चाहिँ तपाईले 2500 जति पाउनु हुनेछ सो रेगुलर बस्नुस् एक दिन पनि नछुटाइकन त्यसपछि तपाईले यो पाउनु हुनेछ र यो तपाईले क्लेम पनि गर्नुपर्ने हुन्छ क्लेम कसरी गर्ने एकछिनमा भनिहाल्ने छु र 7 दिनसम्मलाई $15 तपाईलाई दिइहाल्नेछ र 7 दिन सकिएपछि पनि तपाईले डेली 1 घण्टा लाइभ बसेको चाहिँ तपाईलाई रिवार्ड दिनेछ त्यो भन्दा जति बस्नुहुन्छ त्यो भन्दा धेरै जति बस्दा पनि हुन्छ त्यो भन्दा धेरै बसेको चाहिँ तपाईले गिफ्टहरु पाउनु पर्ने हुन्छ तर 1 घण्टाको चाहिँ तपाईलाई त्यसपछि पनि 1000 कोइन चाहिँ दिने नै छ र त्यसपछि यहाँनेर गिफ्टहरु पाउँदै जानु भएपछि त तपाईले एकदम राम्रो अर्न गर्न सक्नुहुन्छ यदि तपाईले चाहिँ 1 हप्ता भित्रमा तपाईले चाहिँ 1,50,000 कोइन गिफ्ट पाउनु भयो भने तपाईले डेली तपाईले चाहिँ 2 घण्टा 1 घण्टाको तपाईले 3000 गर्दै डेली 2 घण्टाको रिवार्ड पाउनु हुनेछ तपाईले यति गिफ्ट पाउनु भयो भने यो एप्लिकेसनले यति तपाईलाई लाइभ बसे बापत दिनेछ यो पर आवरको र डेली 2 घण्टा को तपाईलाई दिनेछ र यदि यो टन्नै पाउनु भयो भने त यहाँनेर 4 घण्टाको पनि दिनेछ सो त्यही भएर लाइभ बसेर यहाँबाट एकदम राम्रो पैसा कमाउन सकिन्छ त्यही भएर यो एकदम पपुलर भइरहेको छ यो एप्लिकेसन चाहिँ नेपालमा टिकटकले भन्दा राम्रो पैसा दिइरहेको छ यसमा र तपाईहरु जब लाइभ बस्नुहुन्छ अब 7 दिनसम्म बसेको लाइभ अथवा त्यो भन्दा बढी बसेको टिकटकले दिएको रिवार्डहरु क्लेम गर्नको लागि चाहिँ जस्ट तपाईहरु यो प्रोफाइलको अप्सनमा आउनु पर्ने हुन्छ त्यसपछि रिवार्डको अप्सनमा जानु पर्ने हुन्छ र रिवार्डको अप्सनमा जानु भएपछि यहाँनेर तपाईले चाहिँ क्लेम गर्ने अप्सन पाउनु हुनेछ यहाँनेर देख्न सक्नुहुन्छ अब यहाँनेर गो भन्ने देखाएको छ तर यहाँनेर क्लेम गर्ने अप्सन पाउनु हुनेछ यहाँनेर क्लेम गर्नुपर्ने हुन्छ लाइभ बसिसक्नु भएपछि तपाईले टार्गेट पूरा गर्नुबित्तिकै क्लेम गर्नुपर्ने हुन्छ र त्यहाँनेर भोटहरु पनि सिस्टम हुन्छ लाइभमा भोटहरु पाएको पनि यहाँनेर तपाईले चाहिँ डेली 10,000 कोइन चाहिँ कमाउन सक्नुहुन्छ यदि यो सबै टार्गेट पूरा गर्नु भयो भने यो भनेको फाल्टे हो र एप्ले दिने भनेको फाल्टे हो डेली तपाईलाई 20,000 कोइन दिनेछ 7 दिनसम्म त्यो रेगुलर बस्नु होला र यहाँ रिवार्ड भन्ने अप्सनमा आएर क्लेम गर्न भने नपुग्नु होला क्लेम गर्नु भएन भने त्यो तपाईहरुको पैसा गायब हुन्छ त्यही भएर क्लेम अवश्य पनि गर्नु होला र अब यो लेडिजहरुले लाइभ त डाइरेक्ट बस्न मिलिहाल्यो अब जेन्ट्सहरुले मेलहरुले पनि यहाँनेर लाइभ बस्नको लागि चाहिँ मात्र 5 लेभल कम्प्लिट गर्नुपर्ने हुन्छ 5 लेभल कम्प्लिट गर्नको लागि यो प्रोफाइलको अप्सनमा आउने र यहाँनेर तपाईहरुले चाहिँ लेभल कम्प्लिट गर्नुपर्ने हुन्छ जस्तै यो लेभलको अप्सनमा क्लिक गर्नु भएपछि यहाँनेर थोरै तल स्क्रोल गर्नुस् यहाँनेर यो 5 लेभल 66,000 मात्रै कोइन भयो भने तपाईहरुको लेभल कम्प्लिट भइहाल्छ र अब यो 66,000 कोइन तपाईहरु किन्नको लागि यो कोइनको अप्सनमा आउनुस् अथवा अरुको लाइभहरु भिडियोहरु हेरे बापत पनि कोइनहरु चाहिँ पाउनु हुनेछ तर त्यो जम्मा गर्नु टाइम लाग्छ यदि डाइरेक्ट किन्न चाहनुहुन्छ भने यो टप अपमा अब क्लिक गर्नुस् यदि डलर कार्ड छ भने तपाईले डाइरेक्ट यहाँनेर डलर कार्डबाट अब कति 66,000 चाहिएको छ भने तपाईले लगभग 1200-1300 रुपैयाँ खर्च गरेर यो 70,000 कोइन किनेर अरूहरुलाई गिफ्ट दिनुपर्ने हुन्छ अथवा घरकै तपाईले एकजना लेडिजलाई लाइभ बस्नु लाउनुस् र उहाँलाई चाहिँ तपाईले गिफ्ट दिनु सक्नुहुन्छ पछि विथड्र गरेर फेरि आफैले पैसा लिँदा भइहाल्छ सो यदि घाटा खान चाहनुहुन्न भने त्यो पनि गर्न सक्नुहुन्छ र यदि डलर कार्ड छैन भने यो एजेन्टको अप्सनमा क्लिक गर्नुस् र यहाँनेर इसेवा आइएमई पे बाट हामीले सजिलैसँग किन्न सकिनेछ यहाँनेर अब प्राइसको अप्सनमा क्लिक गरेर यसरी हेर्नुपर्ने हुन्छ कति कोइनको कति रुपैयाँ लाग्छ यहाँनेर भनेको छ जस्तै अब 50,000 कोइनको 835 अब कति किन्न चाहनुहुन्छ 1 लाख कोइनको यति सो 10 लाख कोइनको यति रहेको छ कति किन्न चाहनुहुन्छ त्यो अनुसारले किन्न सक्नुहुन्छ यहाँनेर व्हाट्सएपमा तपाईले मेसेज गरेर पनि यहाँनेर तपाईले सोध्न सक्नुहुन्छ कति प्राइस हो भनेर यहाँनेर मेसेज अथवा व्हाट्सएप पनि छ यिनेर सो यसरी तपाईले यहाँबाट कोइनहरु किन्न सक्नुहुन्छ र कोइनहरु गिफ्ट दिनुस् र तपाईहरु मेल हुनुहुन्छ भने पनि तपाईहरुले लाइभ बस्नु मिलिहाल्नेछ र अब यो भयो लाइभ बसेर अर्निङ गर्ने तरिका लाइभ बस्दाखेरि त्यहाँनेर विभिन्न सेगमेन्टहरु छ अघि मैले देखाहाले रिवार्डमा गएर यहाँनेर विभिन्न सेगमेन्टहरु छ भोटहरु कति पाउँदाखेरि कति यहाँनेर जित्ने हो यी सबै कुराहरु यहाँनेर देखाहालेको छ डिटेल्समा यो आफै हेरेर तपाईहरुले कम्प्लिट गर्नु होला र राम्रो अर्निङ हुनेछ र जति तपाईहरुले गिफ्ट पाइराख्नुहुन्छ त्यति धेरै तपाईहरुलाई चाहिँ यो पोपो लाइभले चाहिँ पैसा दिइराख्नेछ तपाईहरुलाई गिफ्टको फाल्टे भइहाल्यो गिफ्ट पनि तपाईले डाइरेक्ट विथड्र गर्न सक्नुहुन्छ प्लस तपाईहरुलाई पोपो लाइभले फाल्टे गिफ्ट पनि दिनेछ त्यही भएर
डबल इन्कम हुन्छ। त्यही भएर पनि यो एप्लिकेसन एकदम पपुलर भइरहेको छ, मान्छेहरूले राम्रो अर्निङ गरिरहेको छ त्यही कारणले गर्दाखेरि। र बेला बेलामा इभेन्टहरू पनि चलिराख्नेछ र इभेन्टहरूमा पार्टिसिपेट गरेर पनि अर्निङ गर्न सक्नुहुनेछ। यो भयो लाइभ बसेर अर्निङ गर्ने तरिका। अब लाइभ नबसिकन अथवा तपाईँहरू लाइभ बस्न चाहनुहुन्न भने अथवा मेलहरू तपाईँहरू पैसा तिर्न चाहनुहुन्न भने लाइभ बस्नको लागि भने चाहिँ अब तपाईँहरूले चाहिँ इन्भाइटमा फोकस गर्नुहोस्। यहाँनिर यो प्रोफाइलमा आउनुहोस् र यहाँनिर यो इन्भाइट भन्ने अप्सन छ, यहाँनिर इन्भाइट भन्ने अप्सनमा क्लिक गर्नुहोस् र यहाँनिर चाहिँ मैले देख्न सक्नुहुन्छ मैले पनि इन्भाइट गरेर अर्निङ गरेको छु। मैले चाहिँ चिने जानेको लेडिजहरूलाई चाहिँ यसमा लाइभ बस्नुहोस् पैसा राम्रो कमिन्छ भनेर भनिदिएको थिएँ र उनीहरूले पनि राम्रो कमाए र मलाई पनि उनीहरूबाट यहाँनिर रिवार्डहरू आएको छ। अब रिवार्डहरू कति आउँछ भन्दाखेरि एकजनालाई इन्भाइट गर्दा कतिसम्म कमाउन सकिन्छ म तपाईँहरूलाई देखाइदिनेछु। अब जस्तै रुल्समा जानु भएपछि यहाँनिर आफै पनि हेर्न सक्नुहुन्छ। यदि तपाईँहरूले एकजना लेडिज साथीलाई अथवा जेन्ट्स साथी जो लाइभ बस्छ उहाँलाई चाहिँ सेयर गर्नुभयो र लाइभ बस्नु लाउनु भयो र उनीहरूले पनि लाइभ बसे बापत पैसा पाइराख्नेछ डेली र तपाईँहरूले पनि त्यो मान्छेले चाहिँ अब लाइभ बस्दै बापत 1 घन्टा लाइभ बस्दै बापत यहाँनिर 10,000 कोइन तपाईँहरूले पाउनुहुनेछ। त्यो भनेको $1 हो। $1 भनेको 135 रुपियाँ तपाईँहरूले पाउनुहुनेछ 1 घन्टा लाइभ बस्दै बापत। र फेरि 7 दिनभित्रमा 5 घन्टा लाइभ बस्दियो भने यहाँनिर फेरि 10,000 कोइन र फेरि 8 घन्टा लाइभ बस्दियो भने फेरि 10,000 र 12 घन्टा लाइभ बस्दियो भने 30,000 र त्यो मान्छेले 30 दिनभित्रमा $20 कमायो भने 10,000 फेरि कोइन आइहाल्छ। सो तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ 30,000 20,000 पनि छ। तर यो भनेको अब त्यो मान्छेले कति लाइभ बसिरहेको छ तपाईँले इन्भाइट गरेको र कति कमाइरहेको छ त्यसमा भर पर्छ यो माथि चाहिँ। तर यहाँदेखि तलको चाहिँ तपाईँहरूले फिक्स कमाउनु हुनेछ। जस्तै अब 10,000 30,000 भयो, 10,000 10,000 10,000 गरेर जम्मा 70,000 चाहिँ तपाईँले कमाउन सक्नुहुनेछ। अथवा यो पनि कमाउन सक्नु भएन भने पनि यहाँभन्दा तलको चाहिँ डेली लाइभ बस्नु चाहिँ लाउनुहोस्। तपाईँले चिनेको छ भने त सजिलो भइहाल्यो, त्यतिकै लाइभ बस्नु लाइराख्नुहोस्, बेला बेलामा फेस देखाउँदा भइहाल्छ। र 30,000 10,000 10,000 10,000 गर्दाखेरि पनि 60,000 कोइन। यो भनेको $6 हो। $6 भनेको नेपाली झन्डै 1000 रुपियाँ हुन्छ। एकजना बापत तपाईँले 1000 रुपियाँ चाहिँ फिक्स कमाउन सक्नुहुनेछ यदि तपाईँहरूले चाहिँ इन्भाइट गर्न सक्नुहुन्छ लाइभ बस्नेहरूलाई भने चाहिँ। र त्यो अनुसारले तपाईँले अब 10 जना 20 जना 100 जनालाई इन्भाइट गर्नुभयो भने तपाईँहरूको इन्कम चाहिँ एकदमै धेरै हुन्छ। यहाँनिर केही काम नगरिकन मात्र लाइभ बस्नु दिनुहोस् र रुल्समा यहाँनिर गएर हेर्नुहोस् कति कति घन्टा लाइभ बस्दा कति कति आउँछ भनेर। र त्यो कम्प्लिट गरेपछि तपाईँले यहाँ रिसिभ गर्ने अप्सन पाउनुहुनेछ। रिसिभको अप्सनमा क्लिक गर्नुहोस् र रिसिभ हुन्छ। यहाँनिर कति तपाईँले पाउनु भएको छ त्यो रिसिभ गर्नुहुनेछ र यसरी तपाईँले इन्भाइट गरेर एकदम राम्रो अर्न गर्न सक्नुहुनेछ। यदि तपाईँहरू लाइभ बस्दै फाल्टु इन्कम गर्न चाहनुहुन्छ भने इन्भाइटमा पनि फोकस गर्नुहोस्। आफूले कमाइरहेको हुन्छ र अरूहरूलाई पनि कमाउन लाउनुहोस् र 2 जनालाई यसो गर्दा फाइदा हुनेछ। ओके, तपाईँले अब यो बुझिहाल्नुभयो यहाँबाट एकदम राम्रो कमिन्छ भन्ने कुराहरू। अब विथड्र गर्नुको लागि चाहिँ जस्ट तपाईँले यो पोइन्टको अप्सनमा क्लिक गर्नुहोस्। मसँग अहिले 40,000 कोइन बाँकी रहेको छ। 1 लाख कोइन भएपछि मात्र विथड्र हुनेछ। यो कोइन चाहिँ विथड्र हुँदैन। यो भनेको गिफ्ट दिने हो। यो कोइन भनेको चाहिँ आफूले रिवार्ड पाएको र गिफ्टहरू पाएको कोइनहरू यहाँनिर जम्मा हुन्छ र यहाँनिर क्लिक गरेर चाहिँ हामीले विथड्र गर्न सकिन्छ। र विथड्र एकदम फास्ट आउँछ। नेपालकै ब्याङ्कमा नेपालकै ई-सेवा खल्ती जेमा पनि विथड्र लिन सक्नुहुनेछ। र त्यसपछि फेरि अब विथड्र नाउ कि अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर विथड्र मेथड सेलेक्ट गर्नुपर्ने हुन्छ। यहाँनिर यसरी क्लिक गर्नुहोस् र यहाँनिर चाहिँ तपाईँहरू ब्याङ्कमा लिन चाहनुहुन्छ कि ई-सेवामा अथवा खल्तीमा आइएमपी मोरुमा केमा लिन चाहनुहुन्छ। जस्तै अब म ई-सेवामा लिन चाहे भने यहाँनिर बाइन्डको अप्सनमा क्लिक गरिदिने। त्यसपछि तपाईँहरूको ट्रान्जेक्सन कोड चाहिँ बनाउनु पर्ने हुन्छ। सेक्युरिटी पासवर्ड जुन 6 वटा डिजिटको हुन्छ। यहाँनिर क्लिक गरेर आउनु बित्तिकै यहाँनिर सुरुमा सेटअप गर्नु भनेको हुन्छ। सो 6 वटा पासवर्ड चाहिँ बनाउनु पर्ने हुन्छ सुरुमा तपाईँहरूले। मैले चाहिँ अलरेडी बनाइसकेको छु त्यही भएर मेरो पासवर्ड यहाँनिर लाउने छु। तपाईँहरूले पनि यसरी नै एउटा पासवर्ड बनाउनुहोस्। त्यसपछि अब यहाँनिर तपाईँहरूको ई-सेवामा के छ नाम त्यो लाउनुहोस् र त्यसपछि लास्ट नेम भनेको छ र सर नेम भनेको छ। यहाँनिर तपाईँले आफ्नो यहाँनिर रियल नेम नै लाउनु पर्ने हुन्छ। त्यसपछि एकाउन्ट इन्फर्मेसनमा ई-सेवाको नम्बर, त्यसपछि सबमिटको अप्सनमा क्लिक गर्नुहोस् र त्यसपछि यो बाइन्ड हुनेछ। र बाइन्ड भइसकेपछि तपाईँले सेलेक्ट गर्ने। अब मैले ब्याङ्क लाएको छु त्यही भएर मैले ब्याङ्क सेलेक्ट गरेको छु। अब ई-सेवा भने ई-सेवा यसरी सेलेक्ट गर्ने बाइन्ड भइसकेपछि जस्तै मैले यसरी सेलेक्ट गरेको छु यसरी नै। र सेलेक्ट गर्नु भएपछि अब यहाँनिर चाहिँ जब तपाईँको 10
$10 हुन्छ यानि कि 1 लाख कोइन हुन्छ त्यसपछि यहाँनेर विथड्र नाउको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ त्यसपछि विथड्र हुनेछ लगभग तपाईहरुको आधी घण्टा भित्रमा विथड्र भइसक्नेछ प्राय जस्तो 10 मिनेट 20 मिनेटमा विथड्र भइहाल्नेछ रातिको टाइममा विथड्र नगर्नुस् दिउँसोको टाइममा विथड्र गर्नुस् एकदम फास्ट विथड्र पाउनुहुनेछ सो तपाईहरुले अब बुझिहाल्नु भयो होला यहाँबाट कसरी अर्निङ गर्ने कसरी विथड्र गर्ने भनेर मैले अलरेडी यहाँबाट विथड्र गरिसकेको भएर मैले यहाँनेर चाहिँ अहिले 40,000 मात्र कोइन छ त्यही भएर विथड्र गर्न पाइन तर मैले अलरेडी विथड्र गरेको रेकर्ड पनि म तपाईहरुलाई देखाइदिहाल्ने छु सो सक्सेस रेकर्डमा यहाँनेर देख्न सक्नुहुन्छ मैले अलरेडी यहाँनेर 2362 विथड्र गरिसकेको छु सो तपाईहरुले केही बुझ्नु भएको छैन भने अझै पनि कमेन्ट गर्न सक्नुहुनेछ म तपाईहरुको लागि यसको बारेमा सबै कुराहरु बुझाउने कोसिस गर्नेछु भिडियो मन परे लाइक कमेन्ट शेयर च्यानललाई सब्स्क्राइब गर्नु होला यस्तै भिडियोहरु हेर्नका लागि